करेशजी बोलिङ गर्दैछन् र एकदमै मिठो बोल्ड गर्न सफल भएका छन् करेश। डाक्टर रबिन पभिलियन तर्फ वापस जाँदैछन् र अहिले ब्याटिङमा शरद डागीको निकै खुङखार एन्ट्री भइसकेको छ। उनी आफ्नो करियरमा 255 म्याच खेलेका छन्। फेक्दिउँ न शरद दाइ 8 ओभर म्याच है र डाक्टर रबिन निकै कम रनमा आउट भएका छन्। रिदम भाइ रन कति भए? कति ओभर? 1 ओभर 2 बलमा 7 रन 2 विकेटको नोक्सानमा ब्याटिङ तर्फ छन् शरद डागी र फेरि पनि मिठो बोल्ड। भाइ जाऊ तिमी जाऊ। ए जय तिमी छौ हैन? जय जाऊ तिमी। जय नुब रहेछ र अब ब्याटिङमा आउँदैछन् हाम्रो सप्तरीका किङ सप्तरीका राजा जय घर। सप्तरीकी सिरा हो ए नवलपुर हो के जय घर हैन? कपिल वस्तु होइन त? ए कपिल वस्तुका शेर हाम्रा जय बज्रगाई जय चापागाई ब्याटिङमा छन् र हाम्रो नन स्ट्राइकमा पुकारजी र हाम्रो एम्पायरिङ गर्नुभएको छ सुलभ आचार्य। सुलभ आचार्य नै के? सुलभ आचार्य हो नि त। र केशर दाई बोलिङमा एक त फेरि अत्यन्तै मिठो बोल ब्याट्सम्यान बिट भएका छन् र करेशको अत्यन्तै राम्रो स्पेल गएको छ। 4 बलमा 0 रन 2 विकेटका साथ र यसै ओभरमा 3 विकेट गएको छ। एउटा रन आउट। फोन आए